हेलो गुड मर्निङ वेलकम टु माई पासुङ ब्लग वान्स अगेन। आज चाहिँ मेरो यो प्रदीप मेरो साथी कलेजदेखिको आज चाहिँ हामी चितलाङ यानि कि मकवानपुर जिल्ला आज हामी त्यहाँ घुम्नको लागि टाइम मिलाएर जानु गइरहेको छौँ। अरू दाइहरू पनि आउनु हुँदैछ। हामी दुईजना चाहिँ बिहानदेखिको भेटेर एकदम रेडीको साथ अब हिँड्नलाई तैनात भइरहेको छौँ है। सी यू। हामी चाहिँ यो ग्रुप है आज चितलाङ ल दाइ। हेलो ल रुपेश दाइ केही भनिदिनुहोस् एक दुई शब्द। अब हिँड्ने बेलामा सबैलाई राइड सेफ है, सबै बिस्तारै जानुपर्छ। पासुङ भ्लगलाई पनि सपोर्ट गरिदिनु होला। थ्याङ्क यू। दाइको केही छ सब्सक्राइब छैन एक दुई शब्द मेरो समर्थन केही। हामी घुम्न जाँदैछौँ कुले खाने तेरो ठिक छ नजान दोस्त यार। पानीभित्र पनि लाउनु यहाँबाटै जान्छ होइन सिन्सेरी पनि सिस्नेरी तिमी फेरि भ्लगरलाई भल्गर सिस्नेरीलाई सिनेरी वाट ननसेन्स। पानी त खतरा देखिरहेको थियो मैले कसको अस्ति कल्ली पौडी खेलेको अहिले चितलाङमा आइपुग्यौँ है। यो अफ रोड हुँदै हुँदै चितलाङ हुँदै चितलाङ रमाइलो हुँदैछ। चितलाङ देउराली खाजाको प्याक्स भयो त। अब कति छ यहाँबाट? तल हो अब त नजिकै हो। 4जनासम्म तान्छ नि। धेरै राम्रो हुन्छ नि। अब हामी यहाँदेखि चाहिँ तल झर्नु कति लाग्छ हामीलाई? 35 मिनट। हामी डेस्टिनेसन आफ्नो डेस्टिनेसनमा पुग्नु चाहिँ 30 मिनट। अब अफ छैन त्यति पुग्ने बेलामा त्यसो। हामी यहाँबाट मोहनी झर्न जाँदैछौँ। लागि है अब यहाँबाट फोटो सेसन सबै भइसक्यो। देउस धेरै रमाइलो। दोस्त फाइनली वी रिच। हामी त आफ्नो डेस्टिनेसनमा आइपुग्यौँ। यहाँ आउनु न झर्ना हो कत्रो छ झर्ना आज? कहाँ खेल्छौ र पौडी त? मोहनी झर्ना कुद्यो 15 कसरी खेल्ने होला र फेरि यार? कट्टु खेल्ने यहाँ अब संरक्षणको लागि लाइफ माछा हो नि हेरौँ न। हो माछा मार्ने मान्छे माछा किन्ने हो। के हो रे
त खोलामा माछा मार्नु आएको छस् कि मछली समात्न खेती तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो तर्क दिनुहोस् राम्रो एकदम राम्रो छ हामी एकदमै धेरै रमाइलो छ तपाईँहरू पनि आउनु होला हामी त लोकल हो त दाइ चितलाङबाट आएको त्यही त नि यहीँ मास्लो खण्ड ससुराली पो आएको त हामी चितलाङबाट पर्छ यही पर्तिर त ससुराली घरमा पनि टिकट हामी त्यही मान्छेलाई के काट्नु 100 रुपियाँ दिँदा भइहाल्छ नि अहिले दाइले चटपटे खुवाउँछ नि हामीलाई सय मात्र ल Let's peg it. Peg it out. कत्रो ठुलो झरना I love this waterfall very much. धेरै बेला अनि Look guys, this is मोहनी झरना यो चाहिँ मोहनी झरना है चितलाङको एकदम टुरिस्ट लुक एट टुरिस्टको लागि एकदम राम्रो ठाउँ जामा लाउने ओ माछा मार्ने मान्छे ब्याग खोइ ब्याग लिएर आइज न आउनु है दाइ खाजा जानु खाजा होइन मरिने रहेछ त्यसले चटपटे खाम जाडो भगाम ल भरे ब्लगमा आउँछ तपाईँको अलि माथि माथि मिठै हुन्छ होला नि ल दाइ सी यु लेटर नेक्स्ट इयर कस्तो लाग्यो दाइहरूलाई स्विमिङ अहिले त चिसो रहेछ चिसो लागेन है तँलाई कस्तो लाग्यो दोस्त हाम्रो पास पनि भर्खर एकछिन नाम पिराउनु भन्ने रहेछ असार साउन हामी आएको है त्यतिखेर चिसो बाढीले बगाल्छ नि गुराँसको फेदमुनि यो बग्ने चिसै हुन्छ है सम्झनाको छाया स्विमिङ खेल्ने बेला खाम आइसक्यो वेलकम टु चितलाङ बेडा फार्म चिलमा ए यो भन्दा लाइभ पढे त नाच्ने अनि यो त हरियोमा आउनु पर्ने रहेछ हरियामा हामी आएको थियौँ पिकनिक ठिक हुन्छ हौ कुन बाटो जाने गाइड्स भन्नुहोस् हामी खतराबाट जाने हो दाइ तपाईँ काबु भएको अभि दाइ छैन म कहाँ हुन्छ त म कहाँ लचक लचक भइरहेछ है बुलेट पछाडि बस्नु कम्ती मजा हुन्छ घोडा चढेको भन्दा मजा छ